पहिचान भन्ने कुरा समानताको जगमा उभिन्छ। यो कोशी खारेज नगराई एक हामी बसिराख्ने छैनौँ। अब यो प्रदेश नामाङ्करणको इस्युले अहिले ठुलो आन्दोलन चर्किरहेछ। आन्दोलनप्रति मेरो समर्थन छ। प्रदेशको नामाङ्कनको सन्दर्भमा कुरा गरिरहँदाखेरि ठिक ठाउँमा लग्यो भने हामीले लग्यो, यदि लाँदैन भने हामी लिडर भएर वार्डले विद्रोह गर्न सकोस्। अब वार्ड कार्यालयहरू बन्द हुन्छ, नगरपालिका बन्द हुन्छ, गाउँपालिका बन्द हुन्छ, हुलाक बन्द हुन्छ, सिडिओ कार्यालय बन्द हुन्छ, प्रदेश नम्बर 1 को मुख्यमन्त्री संसद सबै बन्द हुन्छ नि। अब सबैजनालाई सेवारो नमस्कार। अघिल्लो श्रृङ्खलामा हामीले किराँतहरूको इतिहास, भाषा र संस्कृतिबारे चर्चा गर्यौं। आजको सन्दर्भ किराँतहरूको धर्म, शारीरिक बनावट, जनसङ्ख्या र भूगोलको बारेमा। अब कुरा गरौँ धर्मको बारे। किराँतीहरू मुख्य रूपमा प्रकृति पूजक हुन्। औपचारिक रूपमा उनीहरूको धर्मलाई किराँत धर्म भनिन्छ। किराँत धर्म मुन्दुममा आधारित हुन्छ। किराँत धर्मभित्र पनि अनेक सम्प्रदाय छन्, जस्तै महागुरु फाल्गुनन्दले सुरुवात गरेको सत्याहाङ्मा पन्थ र परम्परागत रूपमा चलिआएको मुन्दुम पन्थ आदि। केही किराँतीहरूले निश्चित देवी देवतालाई मात्र आफ्नो धर्म मान्ने गरेका छन्, जस्तै युमा धर्म। केही किराँतीहरू भने पूर्णतः हिन्दू, बौद्ध वा इसाई धर्म अवलम्बन गर्दछन्। धर्मको महलमा किराँत लेख्ने समुदायभित्र समेत धर्मका अनेक सम्प्रदायहरू विकसित भएका छन्। यद्यपि किराँतीहरू एक नारी शक्तिलाई विभिन्न समुदाय विशेष नामले उपासना गर्दछन्। किराँतहरूको धार्मिक ग्रन्थ मुन्दुम हो, जसलाई थुतुरी वेद समेत भनिन्छ। पछिल्लो समयमा मुन्दुम लेख्य रूपमा ढाल्ने प्रयासहरू भइरहेको छ। मुन्दुममा स्वर्ग र नर्क भन्दा पनि जीवन र जगतलाई महत्त्व दिएको हुन्छ। वृद्ध किराँतीहरू पूजा कर्म भन्दा आफ्नो दैनिक कर्ममा बढी तल्लीन देखिन्छन्। मुन्दुमको वर्णनमा अथवा अभ्यासमा कतै पनि ओमको उच्चारण भएको पाइँदैन। मुन्दुमको उच्चारणमा बढी मात्रामा ए, ओ र हे जस्ता शब्द प्रयोगमा आउँछन्। शारीरिक बनावट। अब कुरा गरौँ किराँत कस्ता हुन्छन् त। मूल रूपमा मङ्गोलियन मुखाकृति भएका मध्यम शरीर, छरितो जिउडाल र चिम्सो आँखा किराँतका शारीरिक परिचय हो। रातो पीर्ण वर्णको मतवाली समेत भनिने यो जातिको शारीरिक विशेषताको बारेमा यहाँ धेरै चर्चा गर्नु नपर्ला। अहिलेलाई यति भनौँ, विशेष शारीरिक गुणको कारण युके, इन्डियन आर्मी र सिङ्गापुर पुलिसमा अहिले पनि किराँती युवाहरूको भर्ती लिने गरिएको छ। गोर्खा फौजको विश्वमै चर्चा हुनुको पछाडि किराँतीहरूको योगदानलाई कम आँक्न मिल्दैन। जनसङ्ख्या। आदिम कालदेखि नै किराँतीहरू विश्वका विभिन्न भागमा छरिएर सभ्यताको विकास गरेको इतिहास छ। पुर्ख्यौली थाकथलो छाडी विश्वका विभिन्न मुलुकमा बसाइ सरेका र आदिम कालदेखि नै बस्दै आएका विश्वभरिका किराँतीहरूको यकिन जनसङ्ख्या अहिलेसम्म आकलन गरिएको छैन। नेपालको सन्दर्भमा आफूलाई किराँत मान्ने समुदायहरू राई, लिम्बू, याक्खा, सुनुवारको जनसङ्ख्या 2068 सालको जनगणना अनुसार करिब 10 लाखको हाराहारी छ। 78 सालको जनगणनाले जात जातिगत विवरण प्रकाशित गर्न बाँकी नै छ। जनगणना 2078 को जनसङ्ख्या वृद्धि दरलाई आधार मान्ने हो भने अहिले नेपालका किराँतीहरू करिब 11 लाखको आसपास रहेको अनुमान लगाउन सकिन्छ। किराँत सम्बन्धी सन्दर्भ सामग्रीहरूमा इमानसिंह चेम्जोङ, सुनीति कुमार चटर्जी, डाक्टर स्वामी प्रपन्नचार्य, प्राध्यापक डाक्टर गोपाल शिवाकोटी आदिको मतमा मगर, गुरुङ, नेवार, तामाङ र थारू लगायत सम्पूर्ण मङ्गोलहरू किराँत हुन्। यसरी तामाङ, गुरुङ, नेवार र थारू आदिलाई समेत किराँत मान्ने हो भने नेपालका किराँतीहरूको जनसङ्ख्या करिब 80 लाखको हाराहारी हुने देखिन्छ। छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ र अन्य थुप्रै प्रान्तहरूमा किराँतहरूको उल्लेख्य जनसङ्ख्या रहेको छ। अब प्रसङ्ग भूगोलको। किराँत भूगोललाई प्राचीन, ऐतिहासिक र वर्तमान गरी 3 भागमा विभाजन गरी अध्ययन गरेमा उनीहरूको भौगोलिक फैलावटलाई नजिकबाट
चिनो लगाउन सकिन्छ। प्राचीन कालमा किराँतहरू मेसोपोटामिया, मिश्र र वाङ्गो नदी किनारसम्म फैलिएको र विभिन्न जाति समुदायसँग अन्तर्सङ्घर्ष गरेको इतिहास छ। ऐतिहासिक रूपमा किराँतीहरूले काठमाडौँ उपत्यकाको साथै पूर्वी नेपालमा राज्य सञ्चालन गरेको देखिन्छ। केही किराँतीहरू दक्षिण एसियादेखि पूर्वी एसिया क्षेत्रका विभिन्न देशहरूमा आदिम कालदेखि नै स्थायी रूपमा बसेको तथ्य र प्रमाण भेटिएको दावी गर्छन् मुन्दुम अध्येता भोगीराज चामलिङ। बसाइसकेको कारण अहिले विश्वभरि छरिएका किराँतहरू वैश्विक नागरिक अथवा ग्लोबल सिटिजनमा समेत परिणत भइसकेको अवस्था छ। नेपालको सन्दर्भमा पूर्वी पहाडी र हिमाली जिल्लाहरूलाई किराँतहरूका पुर्ख्यौली थाथलो वा भूगोलको रूपमा चिनिन्छ। समग्रमा किराँतहरूले राज्य निर्माणको ऐतिहासिक कालदेखि नै योगदान, सङ्घर्ष, त्याग, बलिदानी गर्दै आएका छन्। मुन्दुमविद डाक्टर चन्द्रकुमार शर्माका अनुसार किराँतहरू नेपाल राज्यको प्रारम्भ हुनु अघिदेखि नै जङ्गल र खोला किनारमा आवाद गरिरहेका जातिका रूपमा लिनुपर्ने बताउँछन्। सामाजिक, धार्मिक र सांस्कृतिक सहिष्णुताको उदाहरणीय समुदायको रूपमा परिचित किराँत समुदायले अन्य समुदाय, भाषा र धर्मसँग सहअस्तित्वको सम्बन्ध सधैँ कायम गरेको छ। सहअस्तित्व किराँतीहरूको संस्कृतिमा छ, जुन व्यवहार उनीहरूले पुर्खा र मुन्दुमबाट ग्रहण गर्दै आएका हुन्छन्। अरुण, तमोर, सुनकोशी, दुधकोशी, सगरमाथा, सभापोखरी, साल्पापोखरी जस्ता विभिन्न प्राकृतिक सम्पदाहरूसँग उनीहरूको सृष्टिकथा, सभ्यताको कथा र विरासत जोडिएको छ। हस्त किराँत को हुन् भन्ने सन्दर्भ हामीले चर्चा गर्यौं। एउटा छुट्टै सन्दर्भ हुन सक्छ कि किराँत समुदायलाई राज्यले कसरी चिनेको छ त, के कस्ता व्यवहार गरिरहेको छ। विभिन्न क्रान्ति, युद्ध र आन्दोलनमा किराँतीहरूको उपयोग मात्र गरियो कि उनीहरूको योगदानलाई कदर पनि गरिएको छ भन्ने बहस तपाईँ दर्शकलाई छाड्दै आजको सन्दर्भ यति नै। तपाईलाई विशेष धन्यवाद। आजको सन्दर्भलाई जोड्दै हामीले संहिता सम्बन्धी भिडियो चाँडै नै लिएर आउँदैछौँ। यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षासहित आजलाई बिदा चाहन्छौँ। धन्यवाद, नमस्कार।